150 गरेर खिच्नु के ल 300 रुपियाँको टमाटो पाउने ठाउँमा आइपुग्यौँ हामी। यहाँ कस्तो रहेछ हेरौँ। हेर्नुहोस् त यो यहीँ फलेर यहीँ बेच्ने ठाउँ हो नि त। टक्क यहीँ फलाएर यहीँ बेच्ने ठाउँ हो। कति धेरै फलेको छ। इ तामा पाइन्छ यहाँ। तामालाई चाहिँ 300 रुपियाँको तामा रहेछ। 250 को तामा रहेछ होइन। 300 रुपियाँको भयो। काँक्रा चाहिँ 150 को यति धेरै रहेछ। ओइ भयङ्कर धेरै रहेछ। अहिले आउँदा लानुपर्छ। तामा रहेछ, टमाटो रहेछ। ओ हो ल 200 रुपियाँमा नेगी रहेछ। यहीँ रहेछ। अहिले ल्याइहाल्यो बर्बाद भइहाल्यो ल। ल यो फुल के रहेछ यस्तो यो सिमी हो। यता हो त काँक्रा छ, सिमी छ, ऊ त्यो आरुको रुखहरू हो। राजदरबार कस्ता कस्ता ठाउँमा बस्थे पहिला मान्छेहरू नि है। कति राम्रो घर। ल त्यसपछि पुरै नास्पति बगैँचा। तरकारी लगाउने ठाउँ, नास्पति बगैँचा, पुराना पुराना घरहरू। नेपालकै जस्तै टिपर। यसले त मोटरसाइकल देख्नु हुँदैन नेपालमा, स्कुटर देख्नु हुँदैन। यहाँ त केही पनि गर्दैन। यो गाजर खेती भइरहेछ यहाँ। यी सानो यस्तो गाजर चाहिँ फालिदिँदो रहेछ होइन। ठुलो ठुलो गाजर हुन्छ ऊ त्यो गाडीले जब आफै खन्ने आफै भर्ने टाकटुक पार्न लाने पुरै गाजर बारी हो। यस्तो दामी बाटो छ ल। कस्तो शान्त ठाउँ। तर झाडी चाहिँ जहाँ पनि हुँदो रहेछ यो बर्खाको बेला। कुरो बेचेको छ ल। यो घर चाहिँ अब यस्तो हुन्छ कि यहाँ यस्तो ठुल्ठुलो घरहरूमा है। हाम्रो गाउँघरतिरको मुखियाको घर जस्तो छ। मान्छे चाहिँ 2 जना नहुँदैन। त्यही पनि कुनै कुनै त 1 जना मात्रै हुन्छ बिचरा। अनि एउटा कुकुर हुन्छ साथी। त्यो आरु फलेको होला है। आरु फलेको सबै ट्याक्सी पार्क भन्छ नि। यो ट्याक्सी पार्कहरू नेपालमा हुन्छ नि। त्यो ट्याक्सी पार्क हो यो ठाउँ। ल आउनुहोस् अब हामी पुरै यो जापान घुमाइदिन्छौँ हामी आज तपाईँहरूलाई। 30 मिनट 40 मिनटको भिडियो हुन्छ। सबै घुमाइदिनु राम्रो बाटो घाम भयो पनि हामी सबै एकछिन शीतलमा बस्नु पर्यो ल। साह्रै थकाइ लाग्यो। अब अठाइयो चियान डाँडो। हाम्रो चाहिँ नेपाली भाषामा चियान डाँडो भन्छ। यहाँ चाहिँ यो हरेक मान्छेहरूको चाहिँ यो वस्तु ल्याएर राख्ने ठाउँ हो है। सबै यो जापानिजहरूको यो बारेमा बोल्यो भने गाली गर्ने कि अरू खाले त कसले हो ल। सबै त्यस्तै हो। यता पारी पनि त्यस्तै छ। क्यानाडा पारी छ। क्यान्सर कस्तो राम्रो घरहरू छ। मान्छे छैनन्, घर छन्। थोरै मान्छे भएको ठाउँ, शान्त वातावरण। यतापट्टि खेतीयोग्य जमिन, कृषि क्षेत्रमा पुरै किबी लगाएको, स्याउ लगाउने ठाउँहरू, नास्पति लगाउने ठाउँहरू सबै छ यहाँ ल। अनि हामी देखाउँदै जान्छौँ है। यो नास्पति फार्म हो होइन। फार्म हो। यहाँ चाहिँ हेर्न जान पाइँदैन। नास्पतिको यस्तो राम्रो उयोहरू छ। नास्पति फार्महरू छ। सबै फलफुलहरू पाइन्छ यहाँ। कस्तो राम्रो घरहरू। यो रुखहरू चाहिँ यस्तो बनाएकै हुन्छ। हरियाली। यो घर कत्रो ठुलो घर। पहिला पहिला काठको ढोका भएको खम्बने घरहरू। रोड ल्याएर चाहिँ कत्रा कत्रा गाडी आउँछ। गाडीले के बोक्यो त्यो। बापरे 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 बापरे। यो भित्रमा मन्दिर छ। हामी भित्र आज गएनौँ। पुरै बेचे। सबै बेचेको साग ल। यो सबै बेचेको साग हो है। के गर्नु हो यो।
मान्छे चिने त दिन्थ्यो होला नि है, मान्छे चिन्दैन। बोले कसले कसले त भाँचेर त अलिअलि चाहिँ काटिरहेछन्। यो बेथेको साग, नस्पतिबारी, स्याउबारी, यतापट्टि मुला उकाएर सबै राखेका छन्। यी सेतै यही मुला हुने, अब बिक्री नभएर बजार नभएर यसरी फालियो मुला देख्यो। त्यो पुरै नस्पतिबारी हो। अब यहाँ नस्पति फल्छ। जाली छोप्नेवाला हुन लागेको छ। र हामी यहाँबाट चाहिँ पार्कतिर जाने बाटोमा हिँडिरहेछ होइन। यो बाटो हो कि यो होइन स्योर छैन, नभए नि केही छैन। यो पोखरा है, अरू कस्तो राम्रो फलेर होइन, खाने मान्छे छैन। भाउजू बस्यो भने काँक्रा, भिरम्ला, करेला, अनि यो आएर चाहिँ गोलभेडा। अब हामी पार्क स्थानतिर प्रस्थान गर्दैछौँ है। हामी नजिकबाट सानो खुच्ची गाडी आइछ। फोर क्लिपको चाहिँ के रहेछ अब, यो के हो कम्पनी हो, सबै पुरानो ल्याएर राखिसकेर अब सेकेन्ड ह्यान्ड होला के होला है। टोयोटा ब्रान्डको 60 हात मोडा 400 हात लम्बाइ भएको चाहिँ घडेरी बिक्रीमा पनि छ। किन्न मनपर्ने, जसले चाहिन्छ आवश्यक भएको मान्छेहरू यहाँ सम्पर्क राख्नु मिल्छ। यो मान्छेलाई सम्पर्क राख्नु मिल्छ। यो चाहिँ पार्किङ हो। अब हामी पुरै यो हामी भित्र पस्दैनौँ आज, किन हामीसँग समय छैन एक ठाउँबाट पसेर अर्को ठाउँमा निक्लिनुलाई। त्यो टाइम मिलाएर आउने हो होइन। अब यो पार्क हो। यो पार्क चाहिँ एकदम रमाइलो छ भित्रभित्र होइन। अब म अगाडि गएपछि गेट देखाउँछु। अन्डरग्राउन्ड आउँदैछ, ट्याक्क हाम्रो अन्डरग्राउन्ड आउँछ। माथि चाहिँ पार्क हो, दुइटै साइड पार्क हो। यो पार्कको बिचबाट बाटो गइरहेछ। अब यो यतापट्टि पनि पुरै पार्क, यता पार्क ठुलो पार्क छ। यहाँ इन्ट्री फी मात्रै 1000 रुपियाँ लाग्छ अरे, जापानी हेन। त्यसपछिको चाहिँ अब हामी मिस्टेकली यताबाट आइज हामी बाटो क्रस गरौँ ल, गाडी नआएको बेलामा है। यो पुरै पार्क हो। यहाँ माथि पानी छ, सबै चिजहरू छ, स्विमिङ पुलहरू छ, सबै छ। यो पुरै पार्कको स्थान हो। अर्चालको बुट नि भेटियो रहेछ सर, यो अर्चालको बुट हो। यो अर्चल होइन हो, मेरो घर चाहिँ अर्चल थर हो, यो अर्चल होइन। होइन र? होइन। त्यो टावर पनि छ अब त्यहाँ अगाडि है, सबै देखिँदैन होला। यो पुरै घुम्ने ठाउँ हो। यहाँ त टन्नै घुम्ने मान्छेहरू हुन्छ नि त। ल अब यहाँ चाहिँ उताबाट घुम्दै आउने, सिडी पस्ने जाने। अब यहाँ पुरा यो एकछिन रोकेर म देखाइन्छु है त ल है। यो पोलले देखिन ल, पुरै सिडी छ। अब उता पोखरी ठुलो एउटा माछा पोखरी, पानी पोखरी यहाँभित्र। बाहिरैबाट हेर्न पाइन्छ गई, भित्र त त्यसै पाइयो। बाहिर गएपछि उता बाहिर बाटोमा बस्यो गई। यो पुरै गार्डन होइन, निगाला गाडी, मास गाडी, यो पुरै। अब यहाँ चाहिँ माथि पुरै घुम्ने ठाउँ छ। यो भाइले अस्ति भर्खर नेपाल आएको, याद आएछ क्या हो, जा हेरिरहेछ है। अब यो सल्लो पनि थरीको हुन्छ क्या। अब कस्तो खालको सल्लो यो है, अब हाम्रो गाउँतिर अर्कै हुन्छ। पुरै साकुरा सल्लो, यो घाँस पात त के हो थाहै हुँदैन, नामै थाहा हुँदैन। यस्तो माथि यस्तो डाँडा छ, सहितै लाए जस्तो छ है। यतापट्टि यस्तो छ। अब पानी पोखरी छ। ऊ त्यहाँ चाहिँ डुङ्गा खेल्ने ठाउँ हो। त्यो पुरै अलिअलि देखिएको छ डुङ्गाहरू देख्यौ। गाडी आएको है, घुम्न जाने है सबै।
हो यता नि फर्किनु पर्यो नि सर फर्किन्छ नि यो पार्कको यतापट्टिको दायाँ भाग र देब्रे भागमा जोडिने चाहिँ उता अघि चाहिँ सानो गोरेटो जस्तो थियो भने अब यो ठुलो चाहिँ हो पुलै छ होइन यो पुलबाट यताउता जाने आउने हुन्छ यो पार्कहरूमा यताउता जानको लागि चाहिँ एकदम सहज बनाउनको लागि चाहिँ यहाँ चाहिँ यस्तो पुल बनाइदिएको छ यो पुरै पार्किङ छ ल यो भाइलाई चाहिँ उहाँ चाहिँ गोरेटोमा चाहिँ कुन चाहिँ केमा हिँड्दाखेरि कस्तो पहरा बजेको याद आयो अरे अनि यहाँ चाहिँ कुकु कुकु गरेर कसरी अरे बोला बोला एक त कसरी आयो कस्तो राम्रो बोलेको थियो भाइले यार कोइली आयो भनेर म माथि रुखमा हेरेँ भाइले त तल कुकु कुकु गरेर छ काफल पाक्यो भने होला पाक्दै नि पाकेको छ यो पार्कभित्र कति धेरै काफल पाकेको छ अहिले देखाउँछु म काफल है यहाँ चाहिँ यहाँ हेर्नुहोस् फुल फुलिरहेको छ होइन सुन्नु हुँदैन टिप्नु हुँदैन हेर्नु पाइएको देखाउँछ ओहो भाइ निस्किने हामी होइन कहाँ आउँछ उल्टो बाटो जानु हुँदैन नि त्यो बाटो छैन दाइ ल हामी यहाँबाट एकछिन यो पार्कको भुइँमा बसेर फोटो गर्छौँ फोटो त गर्दैन भिडियो गर्छौँ अनि ट्याक्क फेरि हामी फर्किन्छौँ होइन मेन गेट हो ल अब हामी यो रुख छेउरीमा ल ल सर नगर है बन्द भइसक्यो सर अलिकति भन्दा नि ऊ बन्द राखेन अलिकति मात्रै देखाएको छु कति हिँड्ने मान्छे यहाँ बिहान बेलुका अहिले यो शनिबार र आइतबार त यहाँ प्याक हुन्छ है पार्किङ नै हुन्न होला है अब भित्र भयङ्कर राम्रो छ क्या एकदिन जानुपर्छ सबै हेर्नुपर्छ के रहेछ यस्तो कालो कालो फलेको सर फले यो खै मैले त केही देखेन सबै कालो कालो फलेको छ यो अन्तले है तल त खाइसक्यो त खाना हुने चिज हो कि होइन ब्लुबेरी जस्तो हुँदैन 1 घन्टा लाग्यो हामी आउनु कटिदिएर त कति फर्केर जानु त्यति टाइम लाउँछौ 3:30 भयो सर निस्किन आधी घन्टा त भयो होला होइन कहाँ 3 बजी निस्केको हामी ल उसै बस्नु एकछिन ए त केही छैन अब हेर्नु त यही हो पार्किङ हो टिकटक बनाइएन क्या अहिलेको भिडियो पुरा गर्नु छ सर यार मेरो त लाउनु त अब कुन भिडियो ठ्याक्क अहिलेको थियो नि अहिलेको भिडियो पुरा भएकै छैन सर कुन भिडियो अहिले मैले एउटा भिडियो बनाएको थिएँ त मेरोमा मैले के गर्नु स्याउ हेर स्याउ देखा यो स्याउ हो कति स्याउ ल्याएर त्यो देखायो नि त मैले स्याउ अहिलेकोबाट कन्टिन्यू गर्नु के सर ल ठ्याक्क केयर पर्छ नि मैले एरियाबाट हिँड्नु क्या अब सर एरियाबाट हिँड्नु न अहिलेको ठाउँबाट यहाँ त उता उता फर्किने अलि आउनु न ए यहाँ त भयो अलिकति खुट्टा माथि भयो अझै यो खुट्टा हल्लाउनु न अहिलेको क्यामेरा उठाउनु ए भयो त्यहाँ भयो ल जानु हसी भयो है 500 रुपियाँ त पार्किङ गऱ्यो यहाँ 1 घन्टाको 500 पार्किङ गऱ्यो यो फोटो खिच्यो त के रहेछ कति पैसा कति रहेछ पाइन सर त्यो सिम भएको अहिलेको के हो त नि छैन सिम किन्छ र अनि के अनि चाहिँ यो फलेको फलहरू के हो थाहा भएन है यो सम्बन्धित व्यक्तिहरूलाई थाहा होला हामीलाई थाहा भएन ट्याक्कै यो पार्कको यो मेन गेट हो यहाँ पैसा तिरेर भित्र जानुपर्छ अब हामी यहाँबाट भित्र जाँदैछौँ
तर हामी यो भिडियोमा कैद गर्दैनौँ। आज कस्तो राम्रो टिपर, यस्तो राम्रो टिपर नेपालमा भयो। यसले मोटरसाइकल स्कुटर देख्नै सक्दैन अरे। के हो सौतनी आमा छोराछोरी यस्तो हुन्छ भन्थे है। अब यहाँ चाहिँ माया भन्छ नि हौ यिनीहरूले, सबैलाई माया भन्छ। यो अब खै अब फल पनि देखिया छ, स्याउ पनि देखिया छ, च्याउ जस्तो जस्तो पनि देखिया छ। यहाँ लेखिया छ, यो भाषा जान्नेहरूले यहीँ पढ्नुहोस् त के रहेछ यो। ल एउटा यसलाई चाइनिज क्विन चाहिँ के भन्छ यो, भाषै बुझ्दैन। टुनुङ 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 डिस। हामी फुल फुलेको बेलामा आएन, फुल फुलेर पनि फल फलेपछि आयो। त्यो भएर सबै चिज किनेको थिएन। यहाँ बारी पनि हिँड्नु कि त्यो बारीलाई हिँड्नु पर्छ। हामी पार्कमा भित्र पुगेर फर्किसक्यौँ होइन। 2 घन्टा त्यहाँ भित्र बस्यौँ। त्यसपछि फेरि यही भिडियोलाई कन्टिन्यू गरिरहेछौँ हामीले। अब हामी फर्किँदैछौँ। फर्किँदाखेरि को दृश्य अब कस्तो हुन्छ। यस्तो रमाइलो ठाउँ छ, सधैँ सफा आकाश। नेपालमा धुलो धुवाँ तुइयालो लाएर कता हो कहाँ के डढेर लाग्यो के अब गन्दाउने के हुने हुन्छ। यहाँ सबभन्दा धेरै औद्योगिक क्षेत्रहरू पनि यहीँ छन्। सबभन्दा ठुल्ठुलो औद्योगिक क्षेत्रहरू पनि यहीँ छन्। औद्योगिक व्यापारिक मेलाहरू पनि यहीँ छन्। तर पनि फेरि यस्तो शान्त सफा छ। ल यहाँबाट नि हेर्न पाइन्छ, हेर्नु भित्र है। कस्तो राम्रो ठाउँ छ, कति धेरै हाँसहरू छन्, कति धेरै माछाहरू छन्, सबै चिजहरू छन् यहाँ हेर्न पाउने। गयो यहाँ आएर बसेर चाहिँ होइन। अब यो अहिले एकछिन पनि जान्छ होला। धुपीको बार हुन्छ यहाँ त होइन। कस्तो बसाउँछ भन्छ नि खोइ। अब यो गाजर लानेलाई एउटा दुईटा लियो हामीले पैसा। यस्तो पसल यहाँको बारी हो। यहाँ चाहिँ के लगाउँछ होला, थाहा तरकारी लगाउने बारी हो होइन। के लगाउँछ थाहा भएन। त्यो पारि स्कुल हो, त्यहाँ पारि चाहिँ खेतीपाती गरिरहेको छन्, तरकारी लगाइरहेको छन्। आवाजै गएको छैन होला सायद। हलुवा बेद फलेको। अब यहाँ चाहिँ अनार फलेको तर छैन अझै यसपालि फलेको। हलुवा बेद अनार। हामी आज किनभने भिडभाडमा गएनौँ, किन गयौँ भने हामी चाहिँ गाउँको एरियामा घुम्न जाने गएको। गाउँको एरिया मात्रै देखाएको हो। ल यो नै हो है, पब्लिक बस आइरहेको छ। भाइ यो कति पऱ्यो रे गाजरलाई? ल यसको 100 रुपियाँ मात्रै हो। 100 रुपियाँ कति सस्तो त नि, कति धेरै छ? 2 किलो 1 किलो गाजर किनेर साइड गर्नु न साइड। ल भाइले गाजर ल्याएर चाहिँ ल है। गाई चाहिँ पुरै बाँस गाडी हो है। ल्याउनुहोस्, पुरै बाँस गाडी हो। यहाँबाट तामा पाइन्छ, हामीले त ल्याउनु पाइँदैन। यहीँको किसानहरू ल्याएर आफ्नो फर्मबाट ल्याएर बेच्ने गर्छन्। बाँस गाडी हो है। यो यहाँको जङ्गल यस्तै हुन्छ सबै। यो चाहिँ नास्पाती मार्ग, नास्पातीको फर्महरू हो होइन। यहाँ चाहिँ कस्तो झाडी छ जापान भनेर के गर्नु। हाम्रो चाहिँ दोपहरे जस्तो छ। यहाँ बाख्रा छोड्दैन
यो नै खानेकुरा कस्तो फलेछ बजारमा कति महँगो छ यो फल तर यहाँ सस्तो छ टिपेर खायो भने फेरि समाचारमा आइहाल्छ भोलि बिहान किनेरै खानुपर्छ रमाइलो छ घुम्दै गयो भने सबै कुरा रमाइलो छ सबैले हेर्नुहोस् सबैहरू फ्रीमा हेर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् मलाई सब्सक्राइब गर्नुहोस् म दिनै भिडियो हालिदिन्छु यस्तो भिडियोहरू त कमसेकम ठाउँ त हेर्न पाइन्छ अघि नै मैले देखाएको बेथेको सागको बारी हो यो बारी नै त होइन अब यो फोहोरै ठाउँमा फल्दो रहेछ कि छोडेको ठाउँमा फल्दो रहेछ यहाँ अनि यहाँ चाहिँ ल यस्तो छ यहाँ यस्तो छ हेर्नुहोस् कति राम्रो फुलहरू सजाएको हुन्छ सानै भयो भने सजाएको हुन्छ यो भित्र जाने बाटो फर्महरूमा जाने बाटो हो हेर्नुहोस् है तपाईँहरूले लाइक कमेन्ट गरेर फेरि पनि अर्को भिडियो हाल्ने भन्नुभयो भने म हाल्छु नत्र हाल्दिनँ अब हेर्नुहोस् न हामीले खान्छौँ नि नेपालमा दारिम के भन्छ यसलाई पोमोग्रेनेट भन्छ इङ्ग्लिसमा यही हो रुख यही हो फुलिरहेको छ ल हेर्नुहोस् कस्तो राम्रो घर कति राम्रो घर त्यो मल ठडाएर ढलान गरेको घरभन्दा काठै काठको घर काष्ठ मण्डप भने जस्तै हो काठै काठको घर कस्तो लाग्छ तपाईँहरूलाई यहाँ त केराको रुख पनि देख्न पाइयो होला हेर्नुहोस् त केरा यहाँ जे पनि हुन्छ है यहाँ नहुने चिज केही पनि छैन जे पनि हुन्छ यहाँ कस्तो राम्रो घर ल यो जापानको मुखियाको घर हो रुमबहादुरको घर घरमा कस्तो राम्रो आउने बित्तिकै हाँसेको कति राम्रो बनाइदिएको क्या मान्छेहरू इम्प्रेसन हुन्छ नि त मान्छेहरू हाम्रो नेपालको घर जस्तो कि है कस्तो राम्रो घर माटाको घर हो ल्याएर माटाको घर कस्तो राम्रो घर घरको गेट कस्तो हुन्छ यो त हजुर होइन यो के फल हो थाहा भएन महँगो हुन्छ एकदम यो आयो है गाई चाहिँ आयो है यो धेरै सेवादायक छ देऊ चाहिँ सानो ल हेर्नुहोस् यो फलेको कस्तो राम्रो चिज हो अब के गर्ने साह्रै त्यसो लाग्यो मिनी जानु पर्यो बाटो छेकेछ बाटो छेक्यो अरेली काँडैले भन्ने यस्तै हो ए अब यहाँ हल्लाबेद फल्छ कस्तो मजाले यहाँ आरू पोखरा फलेर भैँभरि छ आरू फलेर ल हेर्नुहोस् कसले खाइदियो ल यो पुरै घडेरी बिक्रीमा छ है घडेरी बिक्रीमा छ चिबाको मिसाकी भन्ने ठाउँमा यो घडेरी पुरै बिक्रीमा छ तपाईँहरू चाहनुहुन्छ भने यो कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्नु होला अथवा मलाई सिधै सम्पर्क गर्नुभयो भने पनि यो घडेरी किन्न सक्नुहुन्छ है एकदम घाम आज चाहिँ 37 डिग्री सेन्टिग्रेड रहेको हुनाले एकदम गर्मी भएको छ अब हामी एकछिन चाहिँ मिनी मार्टमा गएर मोही खाएर अनि बल्ल घर जान्छौँ है एकछिन है पुरै जापान घुम्न पर्यो भने पनि फेरि सम्पर्क गर्नुलाई ल्याएपछि
तपाईँलाई म देखाउँछु अहिले भन्छ गाजर खनिरहेको छ अहिलेको ठाउँमा हेर्नुहोस् त्यो गाजर खन्ने तरिका यस्तो हुन्छ होइन गाजर त्यो बारीबाट गाजर ल्याउने यताबाट बोकेर मात्रै फाल्ने हो त्यो भाँडामा भरिन्छ नि त्यो गाजर त एकछिन है भाइ यहाँ गाजरी भाइ यहीँ छन् होइन नसोधिकन खिच्न पाइँदैन भन्छन् होइन पत्तना हो जापानिज पत्तनालाई हेर्नुहोस् चढ्नै घाम पनि धेरै बोल्न पनि धेरै बोलियो आवाजै कम भयो अब चाहिँ चट्ट हामीले घरमा गएर चट्ट ल यस्तो के आएको यस्तै हो बाटै हल्लाएर हिँड्यो नि त ल तिर्खा लाग्यो भने यो खाइदियो भने पानी खाइदियो भने एकदम बिन्दास तिर्खा मेटिन्छ बाटो गयो गाडी पुगेर हेर्नुहोस् यो सुन्तला अझै पनि फलिरहेको छ रुखैमै छ टिपेर खाने मान्छे छैन अब हामी जहाँबाट गएका थियौँ त्यही ठाउँमा आइपुगिसकेका छौँ हामीलाई त्यहाँ पुग्नको लागि अब 20-30 सेकेन्डको टाइम पनि लाग्दैन खतरा बाजे मित्रले कसरी सिकेर लाइसेन्स निकाल्नुभयो यार हामी नियम पालना गरेर लाइसेन्स निकाल्न गाह्रो छ फुत्तै हिँडिदिनु भयो वास्तै नगरिदिनु भयो ए आयौँ है अब हामी नेपाली कोदोको रामायण पाउने पसलमा आयौँ चिबाको मियागी दाई भन्ने तपाईँहरू पनि आउनुहोस् नजिकै छ टाढा छैन यहाँ कोदोको रामेन पाइन्छ मुलाको अचार कोदोको रामेन पाउने पसल हो यो हेर्नुहोस् हामी यहाँ आइपुग्यौँ यिनीहरूले लेखेको छ मसला चाहनुहुन्छ भनेर लेखेको छ झन्डामै नेपरमेन छ यस्तै गरी यहाँ चाहिँ माझी सुब्बा भयो यो भयो नेपरमेन कोदाको चाउचाउ यो हो त्यस्तै गरी यो चाहिँ अब कुतुमेन पाउनुहोस् अब हामी हाम्रो घरतिर प्रस्थान गरिसक्छौँ तपाईँहरू पनि आउनुहोला